ल है साथीहरू सबैजनालाई नमस्कार छ। जिन्दगीको यथार्थ कथामा तपाईहरुलाई स्वागत छ। र एकदमै यो कुनै झुटो कुरा होइन र एउटा बालिकाले भोग्नु परेको यथार्थ कहानी हो, जो कि उसको मम्मी र उले चाहिँ जति भोग्नु परेको थियो उसको भाइ बहिनीलाई पनि थाहा छैन त्यो कुराहरू। किनभने जेठो सन्तानको रूपमा त्यही बालिका रहेको हुनाले उले चाहिँ त्यो घृणा तिरस्कार र त्यो सजाय चाहिँ उले भोग्नु परेको थियो त्यो समयमा। जुन कि एक दिनको कुरा थियो। त्यो दिन पनि उसको बाजेले के भन्यो भने तिमीहरू चाहिँ मेरो घरबाट निस्क हैन, तिमीहरूले यो उसको मम्मीलाई यो मगरको छोरी भएर मेरो देउता बिग्रियो, तिमीहरूले मेरो घर मेरो जमिन सबै छोडेर जानुपर्छ भनेर जम्मै सामानहरू बाहिर आँगनमा फालिदिए हैन। त्यसपछि ताला लाएर हिँड्नुभयो। मेरो ठाउँमा बस्नै मिल्दैन, त आफ्नो छोराछोरीलाई लगेर जहाँ जान्छस् जा भनेर उसको मम्मीलाई निकालिदिनु भयो कि उसको बाजेले। त्यसपछि उसको मम्मीले सोच्नै नसक्ने, किनभने उसको कान्छी बहिनी चाहिँ गर्भ अवस्थामा थियो हैन। त्यही 7-8 महिनाको गर्भमा चाहिँ उसको कान्छी बहिनी थियो र त्यो अवस्थामा कहाँ जाने भन्ने पनि भएन। 3वटा छोराछोरी थिए उसको मम्मीको र त्यो अवस्थामा अब के गर्ने होला, कहाँ जाने होला भनेर रुँदै बस्नु भएको थियो। त्यति बेला एउटा हाम्रै त्यही गाउँमा त्यो गाउँमा चाहिँ बालिकाको गाउँमा एकजना दमाईको श्रीमती हुनुहुन्थ्यो र उसको मम्मीको मितेरी नाताले चाहिँ दिदीको छोरी भनेर भन्नुहुन्थ्यो र उसले चाहिँ भन्यो कि अब यत्रो सानो भाइ बहिनीहरू लगेर कहाँ जानुहुन्छ आन्टी, तपाईँ चाहिँ मेरो गडामा मेरो बारीमा एउटा सानो टहरा लगाएर बस्नुस् भनेपछि उसले चाहिँ सहारा दिएर त्यहाँ सानो एउटा झुपडी लगाएर खरले छाएर त्यसपछि त्यो बालिकाको भाइ बहिनी लगेर उसको मम्मीले त्यहाँ गएर एउटा रक्सी पसल र नास्ता पसल हालेर हैन अब 3-4 वर्ष त्यहाँ बिताउनु भएको थियो कि। एउटा गर्भावस्थामा रहेको महिलालाई 3-3वटा छोराछोरी साना हातमा झुन्डाएर हैन, एउटा समाजले दलित भनेर घृणा गर्ने त्यो समाजले अरूले कसैले पनि साथ नदिए तापनि अन्तिम अवस्थामा चाहिँ त्यही दलितले चाहिँ साथ दिएको अवस्था थियो हैन। त्यो समय त्यस्तो थियो र त्यति बेलाको समयमा कुनै मानवता नै भएन के त्यो समाजलाई, किनभने कसैले पनि उसको मम्मीको सपोर्ट लिएन के। यस्तो अवस्थामा उसले कहाँ जाने, त्यत्रो बच्चाहरू लगेर अनि गर्भावस्थामा त्यस्तो नाजुक अवस्था छ उसको चाहिँ किन यस्तो गरेको भनेर पनि कसैले पनि एउटा पनि आवाज उठाइदिएन हैन त्यो समाजले। त्यस्तो अवस्था थियो र अन्तमा उसले 3-4 वर्ष चाहिँ त्यो 3-4 वर्ष उसको मम्मीले चाहिँ आफ्नो छोराछोरीलाई त्यही रक्सी बनाएर रक्सी बेचेर र नास्ताहरू बेचेर आफ्नो छोराछोरीलाई पाल्नु भएको थियो हैन। कान्छी छोरी पनि त्यही जन्माउनु भएको थियो र कति यातना दिन सकेको के त्यो परिवारले। तर पनि उनीहरूलाई कहिले पनि त्यो गिल्टी फिल भएन कि हामीले यस्तो सजाय दियौँ, कुनै मानवता नै राखेनौँ भनेर कुनै दिन पनि उनीहरूले गिल्टी फिल गरे जस्तो लाग्दैन मलाई चाहिँ। तर उसको जो त्यो 6 वर्षको बालिका ठुलो हुर्किँदै गएपछि उसले चाहिँ हरेक कुराहरू आफ्नो मस्तिष्कमा राखेर बस्नु परेको छ हैन। ऊ चाहेर पनि बिर्सिन सक्दैन के ती घटनाहरू। र आज यो चाहिँ महसुस कस्तो फिल हुन्छ होला यदि त्यस्तो यातना
कसैले पनि भोग्नु परेको अवस्था थियो भने कति गाह्रो हुन्छ होला भन्ने चाहिँ मलाई लाग्छ है। साथीहरू, तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है गाइजहरू।